कैलालीमा अन्तर्जातीय विवाह गरेर जंगलमा लुक्न बाध्य भएका एक जोडीलाई घर पुगेपछि युवतीका आफन्तले छुट्याए। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको गाडीभित्र यौनजन्य क्रियाकलाप गरिरहेको अवस्थामा 3 व्यक्ति पक्राउ। गस्दै गएको प्रहरीले गाडीभित्र निवस्थ अवस्थामा महिला र पुरुषलाई देखेपछि उनीहरूलाई पक्राउ गरिएको स्रोतको भनाई। युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आइपिओमा दोस्रो दिनसम्म करिब 3 गुणा बढी आवेदन पर्यो। दोस्रो दिन नै 2.94 गुणाले बढी आवेदन परेको कम्पनीको बिक्री प्रबन्धक प्रभु क्यापिटलको भनाई। कैलालीको टिकापुर नगरपालिका 1 ब्लक 8 का 3 वर्षका बालकको उनकै दिदी नाता पर्नेबाट कुलोमा धक्केलिएर हत्या अभियोगमा पक्राउ परेका दिदीहरूलाई म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीको भनाई। सिवाइसी नेपाल लघु वित्तीय संस्थाले करिब 4.5 करोड रुपियाँ बराबरको आइपिओ जारी गर्ने। सर्वसाधारणका लागि 3,95,335.704 किता आइपिओ जारी हुँदै। कोरोना संक्रमणपछि स्वास्थ्य लाभ गरेका वरिष्ठ गायक दीप श्रेष्ठ टेलिभिजन रियालिटी शो द भोइस अफ नेपालको कोचको रूपमा छायाङ्कन सेटमा फर्किए। उनी उपचारको क्रममा 2 साता अस्पतालमा रहँदा उनको ठाउँमा राजेश पाल राई कोचको रूपमा आएका थिए। चितवनको माडी खोलामा डुबेर एकजना युवाको मृत्यु भएको चितवन प्रहरीको भनाई। फेवातालमा वर्षेनी जम्मा हुने गेग्रेन रोक्न भन्दै पोखरा महानगरले बनाएको सिल्ट्रेसन ड्याम बाढीले बगायो। हालसम्म मानवीय क्षति नभएको पोखरा 23 का वडाध्यक्ष भरतराज भण्डारीको भनाई। गएको 24 घण्टामा नेपालमा 2239 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयको भनाई। चितवनको सुजिता मृत्यु प्रकरणमा अभियन्ताको नाममा बाहिरबाट आएर समाजमा गरिएका क्रियाकलापले अनुसन्धानमा कठिनाई भएको चितवनका प्रहरी उपरीक्षक एसपी ओम प्रकाश अधिकारीको भनाई। सरकारले अन्तर्राष्ट्रिय उडानतर्फको उडान संख्या थप गर्यो। यसअघि उडान खुला गरेको गन्तव्यमा भारत बाहेकका मुलुकमा हुने उडान संख्या थप भएको नेपाल नागरिक उड्डयन प्राधिकरणको भनाई। सेयरको दोस्रो बजारमा महिला लगानीकर्ताको संख्या 3,01,534 पुग्यो। अघिल्लो वर्षको तुलनामा यस वर्ष सेयरको दोस्रो बजारमा 2,35,000 महिला लगानीकर्ता थपिएको सिडिएस एन्ड क्लियरिङका भनाई। निषेधाज्ञा खुग्लो भएसँगै तयारी ब्रोइलर कुखुराको मासुको मूल्यमा उच्च वृद्धि। एक सातामा तयारी मासुको खुद्रा मूल्य किलोमा 45 रुपियाँले बढेको खुद्रा विक्रेताहरूको भनाई। कोरोना संक्रमणका कारण इलामको माङसेबुङ गाउँपालिका 5 का एक दम्पतिको एकै दिन निधन। मनोकामना स्मार्ट लघु वित्तीय संस्थाको आइपिओ सोमबार बाँडफाँड हुने। युनियन लाइफ इन्स्योरेन्स कम्पनीले अङ्कित मूल्य 100 का दरमा कुल 34,50,000 किता सर्वसाधारण समूहको सेयर गर्यो निष्कासन। कम्पनीको आइपिओमा न्यूनतम 10 किता र अधिकतम 32,250 कितासम्मका लागि आवेदन दिन मिल्ने युनियन लाइफ इन्स्योरेन्स कम्पनीको भनाई। पशुपतिनाथको जलहरी खरिद प्रक्रियामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गर्यो। गत फागुन 11 गते विरोधका बीच पशुपतिमा राखिएको सुनको जलहरी खरिद प्रक्रियामा अनियमितता भएको भन्दै परेको उजुरीमाथि छानबिन सुरु गरेको अख्तियार स्रोतको भनाई। चीनबाट खरिद गरेको 8 लाख डोज खोप नेपाल आइपुग्यो। आज 8 लाख डोज भेरोसेल खोप ल्याइएको र बाँकी खोप थप उडान मार्फत ल्याइने स्वास्थ्य सेवा विभागको खोप शाखाका प्रमुख डाक्टर झलक शर्मा गौतमको भनाई। कोरोनाका कारण स्थगित गरिएको त्रिभुवन विश्वविद्यालयको स्नातक प्रथम वर्षको परीक्षा आगामी साउन 10 गतेबाट हुने। र कोरोना महामारीका कारण विद्यार्थीको भौतिक उपस्थितिमा पढाइ नहुँदा पनि निजी विद्यालयले विभिन्न बहानामा धेरै शुल्क असुले।